नमस्कार सम्पूर्णलाई। हामी यो सोच्छौँ होला रक्सी चुरोट यताउता खाने गेङहरूलाई मात्रै शरीरमा समस्या आउँछ, होइन त्यस्तो। हुन त यो हावापानी लाइफस्टाइल खानपिनले गर्दा हो नि त समस्या आउने, त्यही भएर हामी सबैमा आउँछ। अनि जसले चाहिँ यो धुम्रपान यताउता गर्नुहुन्छ नि, उहाँहरू रोग ल्याउनको लागि डबल डोजमा पर्नुभयो, हजुरहरू सिङ्गल डोजमा पर्नुहुन्छ जसले खानुहुन्न यो नसाको चिजहरू। अनि 1 देखि 30 दिनसम्म मरिमरि काम गरेर पैसा कमाउनु छ। अनि आफूले रोग कमाउने गरे, मजाले दुकानदारले सरकारहरूले चाहिँ नोट कमाउने गरे। घाटा त जताबाट नि खाने पिउने धुवा उडाउने उहाँहरूलाई छ नि त। अब भन्न पनि डर लाग्छ, सबैको आफ्नो आफ्नो कमाइ, यो मेरो मर्जी, जे गरौँ भन्दै पनि त बिजोग भयो नि त। नभन्नु होला है त्यस्तो, मर्जी हजुरको। तर रोग लागेपछि त गाह्रो त हजुरलाई हो नि त, हजुरको फ्यामिली पनि डिस्टर्ब हुन्छ। अनि हजुर हस्पिटलको बेडमा कतिजनालाई बुढेसकालसम्म समस्या आउँदैन, शुक्र बनाउनु कि कुनै जन्ममा बिन्दास राम्रो कर्म गर्नुभएको रहेछ कि। अब त्यस्तो केही प्रब्लम छ भने च्याट्ट रिपोर्ट बोक्नु।